सम्पूर्ण पत्रकार साथीहरूलाई नमस्कार। यो जुन हामीले यातायात भ्रष्टाचार भण्डाफोर अभियान सुरु गऱ्यौँ र यहाँनिर चाहिँ के छ भन्दाखेरि हामी जुन ट्रक एउटा चालक हो म पनि र सम्पूर्ण चालक मजदुरहरू एक पनि हुनुपर्ने छ र बस ट्रक ट्याक्सी सबै हामी चालकै हौँ र हामी सबैजना मिलेर हिँड्नुपर्छ र अब यो भ्रष्टाचार भण्डाफोरमा हामीले अगाडि बढ्नुपर्छ। अब जस्तै अब हामी दिन रात खटेर हिँड्छौँ, राति सुती नसुतिकन खाद्यान्न सामानहरू बोकेर हिँड्छौँ, समयमा लिएर आउँछौँ, समयमा पुर्याउँछौँ भने हाम्रो लागि एउटा यो शरीरको लागि चाहिँ हामीलाई कुनै पनि एउटा सुविधा छैन। जस्तो सरकारले दिनुपर्ने भनेको हामीलाई जो मृत्यु हुँदाखेरि 20 देखि 25 लाख होस्, अङ्गभङ्ग भएमा हामीलाई केही नभए पनि 15 देखि 18-20 हजारसम्मको एउटा सञ्चयकोष होस्। बरु जस्तै मृत्यु भइसकेपछि सरकार सामु जुन हाम्रो बाल बच्चा छ, परिवार छ, त्यहाँ केही राहत पुगोस्, निःशुल्क स्वास्थ्य, निःशुल्क शिक्षा पाओस् हाम्रो बच्चाहरूले। भोलि मैले नरहेपछि त्यो बच्चाहरू कहाँ जाने त?